सामान्य प्रधानमन्त्रीज्यू एकैछिन प्रधानमन्त्रीज्यूलाई म मान्य सदस्यहरू, सम्माननीय प्रधानमन्त्रीज्यूले हात उठाउनु भएको हुनाले सम्माननीय प्रधानमन्त्रीज्यूलाई म रोस्टम प्रयोग गर्न अनुमति दिन्छु। मजा आ गया भाई, मजा आ गया। सामान्य सभामुख महोदय, मान्य सदस्यज्यूहरूले धेरै दिनदेखि प्रश्न सोध्न खोज्नु भएको रहेछ, त्यसको निम्ति समय दिन हजुरले अनुरोध गर्न चाहन्छु। सुकुम्बासी र यो अव्यवस्थित समस्या लामो समयदेखि चर्किँदै आएको, यो व्यवस्थापन साँच्ची नै सामाजिक सञ्जालमा मात्र हुन्छ कि व्यवहारमा हुन्छ? अच्छा, काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने, त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र त्योभन्दा सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले। त्यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन। चिजलाई चाहिँ जति समय लाग्छ, 35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौँ, त्यसलाई अलिअलि केही समय लाग्छ। त्यो बाँदर व्यवस्थापन कहिले हुन्छ भन्न चाहन्छु। र बाँदरको विषयमा त अस्ति मान्य महावीर पुनज्यूले पनि भन्नुभएको थियो, बाँदरलाई कसरी बरु रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। एकदमै गाह्रो विषय हो, एकदम सजिलो छैन। यो भन्ने बित्तिकै पेचिलो विषय भएको भएर तुरुन्तै गर्न नसकिने चिज भएर मान्य सदस्य महावीर पुनलाई प्रश्न छ भने 2 मिनटभित्र आफ्नो प्रश्न राख्न समय दिन्छु। धन्यवाद सभामुख महोदय। प्रश्न त थिएन, अब बनाइयो। कसरी यो राष्ट्रिय अर्थतन्त्रलाई, हाम्रो अर्थ राजनीतिलाई लैजाने भन्ने बारे पनि यहाँको सोच हामी जान्न चाहन्छौँ। हामी चाहिँ निर्यातमुखी हुनुपर्छ, देशमा उत्पादन भएको चिजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊँ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई तारेका हौँ। त्यसलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो। संविधानमा लेख्न त लेखियो फ्री शिक्षा, फ्री स्वास्थ्य, तर सरकारको बजेट त्यो छ कि छैन भन्ने कुरा सोचिएन। विद्युतको विषयमा अघि भन्नुभयो, हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिटभन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नुभएको छ, त्यो एकदमै धेरै रकम होइन। 100 रुपियाँमा 5 रुपियाँ हो। बेलुनको आयतन चाहिँ बढाएको छ, हावा अलि बढी भरेको छ। त्यो हावा अलि बढी भरेको बेलुन भएको हुनाले अलि बढी रिस्की, बढी चुनौतीपूर्ण छ। यो बजेट रिस्कमा छ हैन? एकदमै रिस्कमा छ। प्रतिपक्षले बेलुनमा हावा भरे जस्तै बजेट आछ भने चाहिँ खासै के हो यो बताइदिनु पर्यो मान्यज्यू। बेलुनमा हावा नभरेर पानी भर्न मिल्दैन हैन, त्यसैले गर्दाखेरि बेलुनमा हावा भर्ने ठाउँमा हावा भर्ने हो, पानी भर्ने ठाउँमा पानी भर्ने हो। तपाईले राम्रो भनिराख्नु भएको छ, तर प्रतिपक्षहरूले यो बजेट राम्रो आएन भनिरहेछ। त्यही मैले भने अब त्यो रस्व दीर्घ मात्रै हेरेर राम्रो नराम्रो भन्न थालियो भने त एउटा कुरा भयो हैन। त्यसैले गर्दा संसारकै उत्कृष्ट अर्थविज्ञ मध्ये एकजना अर्थविज्ञले नेतृत्व गरेको यो बजेट, यो बुद्धको भाषा बुद्धले बुझ्छन् हैन, बुद्धको भाषा बुद्धले बुझ्दैनन्। त्यसैले सर्पको खुट्टा सर्पले देख्छ। त्यसैले अर्थको कुरा अर्थ बुझेको मान्छेले बुझ्छ, अर्थ नबर्थको मान्छेले बुझ्दैन। रमेश पर्साई नि मरी ताली हान्दै थियो मेरो भतिजो नि, यो हाम्रो पर्साई परिवारमा नि मेरो भतिजोले सबै बुझेछ क्या।
6 वर्ष मेरो भतिजासँग नि यसलाई चाहिँ इलेक्ट्रिकल सोलरले यो घाम त यतिकै यसको खेर गइरहेछ, घाम यसरी लगाइरहेछ नि होइन, यसको चाहिँ प्रयोग हुनु पर्यो। सोलरबाट चाहिँ लो भोल्टेजको सोलर सिस्टमबाट चाहिँ मर्दैन, त्यो जनावरहरू मर्दैन, उनीहरू एकछिन बिहोस हुन्छन्, डिप्रेसन अनि एकछिन बिहोस भएपछि नेक्स्ट टाइमबाट उनीहरू त्यो रिपिट गरेर चाहिँ त्यो जनावरहरू बाँदर बँदेलहरू त्यो नजिक वरिपरि जानै मान्दैन, तर्सेर के उनीहरू डरले त्यो किसिमको डर चाहिँ पैदा गर्ने भनेकै सोलर चाहिँ फेन्सिङ भन्छ यसलाई चाहिँ तपाईँको इङ्ग्लिसमा, अथवा इलेक्ट्रिकबाट पनि हामीले चाहिँ गर्न सकिन्छ। विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। चुरोटमा करिब 10% सम्म र मदिरा तथा बियरमा लाग्ने अन्तशुल्कमा वृद्धि गरेको छु। बढे त केटा हो, बढ्यो। कसले स्टक गर्न भ्याए त? कस्तो आयो थोरै बताइदिनु न। बजेट एकदमै राम्रो आछ, तपाईहरुले सुन्नुभयो? सुन्यौ थोरै। समग्र सुन्नु होला। यो के छ जनताको पक्षमा? जनताको पक्षमा छ कि छैन? सम्माननीय प्रधानमन्त्रीज्यू, निकै लामो समय पछाडि आज प्रश्न गर्नु पाइयो, तर कता कता हामीले नियमहरूले अलिकति ख्याल गर्नुपर्छ होला भन्ने लाग्छ। अरे क्या करूं मैं इसका, क्या करूं इसका, क्या करूं, मार भी नहीं सकता। कालोपानी लिपुलेक लिपिया धुराको समस्या निकै लामो समयदेखि चल्दै आएको छ र अन्य सीमामा थुप्रै समस्याहरू छन्। त्यो सीमामा चाहिँ कहिले सरकार छ भने सीमाका चाहिँ आम नागरिकहरूले अनुभूति गर्न सक्छन्। भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। ये तो लेटेस्ट न्यूज है। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। दाजुले 15 लाखमा भन्ने सवालमा चाहिँ के छ भन्ने भने त्यो सही कुरा सुन्नु, सही कुरा सुन्नु, दाइले पनि नबुझ्न सक्छ होइन। 2-4 अर्ब बजेट छुट्याएर त ल्याउनु भयो नि त, ल्याउनु भएन आविष्कार केन्द्रलाई। अब म त ट्याक्स आविष्कार केन्द्रलाई होइन बाटो हुनु पर्यो नि दाइ, पुरै एउटा बाटो छ, बाटोमा छैन नि त। स्वर्णिम अग्लीको बजेटले आकाङ्क्षा बोकेको छ, तर वास्तविकतामा आधारित छैन। एमाले काङ्ग्रेस त सडकमा लिलामीमा पनि किन्दैनन् मान्छेले, त्यति सस्तो भइसक्यो। के को पार्टी हुन् यिनीहरू? बजेट महत्वाकांक्षी नै हुनुपर्छ। सपना नदेखि सुतेर बस्नेले कहिले प्रगति गर्दैन। हार्वर्डमा पढेर अथवा अक्सफोर्डमा पढेर अथवा म्यासाचुसेट्समा पढेर अथवा क्याम्ब्रिज युनिभर्सिटीमा पढेर विख्यात भयो भने त नेपाल किन चाहिँ यहाँ नेपालमा रहनु पर्यो भने क्या। अब समग्रमा अब बजेटका अध्ययन गर्न त बाँकी छ, सरस्वती सुनियो। अब सरस्वती सुन्दाखेरि चाहिँ खास नयाँ कुराहरू यसमा आएको छैन। इस सज्जन को क्या तकलीफ है भाइ? यो बालेनको सरकारलाई हामी घुँडा टेकाउँछौँ। पर्खिनुहोस्, तपाईँ हेर्नुहोस् न, किन सक्दैन हुन्छ? कसो हामीसँग हैसियत छ, हामीसँग हिम्मत छ। हिजो दुईटै हुँदाखेरि त सिंहदरबार बालवटा रक्षा गर्न सक्नु भयो होइन? चलो माननीयज्यू, आगो लाग्यो, खत्तम, बाई बाई। यार मैले सोच्दै नसोचेको यार है, तर सुरुमा चाहिँ पार्क र खेल मैदानै बनाउनु पर्छ यार। किनभने कहीँ बाटोमा दुर्घटना भयो भने त पहिला त्यसलाई पार्कमा लगेर राखेर एकछिन छ बाबु भनेर अनि खेल मैदानमा दौडाएर बल्ल हस्पिटल लैजाने हो नि त। एउटा संसदीय दलको नेता होइन, एउटा पार्टीको अध्यक्ष पनि हुनुहुन्छ, निस्किनु भयो चाहिँ किन आजै तपाईँलाई किन यस्तो आतुरी परेको? इम्पोर्टेन्ट काम छ नि मेरो। मलाई यहाँ जाडो भयो यहाँ। अब देख तू अब तू गया बेटा, अब तू गया, देख तेरी औकात मैं दिखाता हूँ तुझे, देख। अनि अर्को हर्क साम्पाङ भन्ने चिन्नुहुन्छ? फोटो पनि देखाएको छु। तिमीले प्राय गाउँमा काम गरे हुन्छ नि, ढुङ्गासुङ्गा बोक्ने,
अनि पानी सानी कुलोसुलो बनाउने। मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनु पर्छ भन्छन्। स्विजरल्यान्डको बाउ बढी मालिका यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? स्विजरल्यान्डको पराकाष्ठ रामा रोशन यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? खप्तड नेसनल पार्क यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौँ। खप्तड, रामारोशन, बडीमालिका, बुढी नन्दा रारा, स्वर्गद्वारी, मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी पर्या पर्यटन पदमार्ग डाँफे रुटको विकास गर्नेछ। प्रधानमन्त्री बिनाको सरकार भन्नु पर्यो। Are you comedy me? I've got to say, in all honesty, it's the biggest piece of dog shit that I have ever heard. यो बजेट यहाँभन्दा अगाडि पनि 18 खरबको 17 खरब 19 खरबसम्म आयो, तर कार्यान्वयन गर्दाखेरि 13 खरबमा झरेको इतिहास छ। त्यो भएन 21 खरबको यो 657 अर्ब 29 करोड रुपियाँ चाहिँ यो पैसा चाहिँ कहाँबाट ल्याउने हो सबभन्दा ठुलो? म चाहिँ अब पढेकै त्यही अर्थशास्त्र पढेको। म त अहिले पनि अरू त भन्दिनँ, इकोनोमीको कुरा आयो भने केही कुरामा यसो न सिक्ने मौका अवसर मिल्छ। Actually, Nepali people are here, Australia, struggle face in this time. All over the student is here. पार्टीका सभापतिज्यूले पनि भन्दै आउनु भएको छ, हामीले पहिलो वर्षलाई चाहिँ सुशासनको वर्षको रूपमा लिएछौँ। सुशासन भन्दैमा फेरि हामीले विकास नै गर्दैनौँ, पूर्वाधार नै बनाउँदैनौँ भन्ने चाहिँ होइन, तर यो वर्षलाई चाहिँ पूर्ण रूपमा देशलाई चाहिँ सुशासनतर्फ लाने, व्यतिथिहरूलाई हटाउने, यो भ्रष्टाचार एकदमै बलियो जरा बनाएर बसेको भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्न चाहिँ नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ। यो चिज विभिन्न कार्यालयहरूमा जाँदा, मालपोत कार्यालय, कम्पनी रेजिस्ट्रार, ब्लू बुक रिन्यू गर्दा विभिन्न ठाउँहरूमा जाँदा देख्नु पनि भएको छ होला, र यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ। धन्यवाद।